प्राकृतिक जीवन, संसारको खोज, स्वास्थ्य र आर्थिक समुन्नति, डिएक्सनको सोच। स्वास्थ्य जीवन मानिसको पहिलो प्राथमिकतामा पर्न आउँछ। स्वास्थ्य जीवन तपाईको अमूल्य सम्पत्ति पनि हो। गुड मर्निङ डिएक्सन। स्वदेशमा तथा विदेशमा अथवा परदेशमा छरिएर रहनुभएका सम्पूर्ण दर्शकबिनहरूलाई म सुधीर राईको तर्फबाट स्वागत अनि नमन छ। जसो भिडियो ल्याउने क्रममा आज पनि म नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। आज भिडियोको विषय छ डिएक्सनको प्रोडक्टहरू कुन कुन जडीबुटीहरूबाट अथवा के कस्ता वस्तुहरूबाट चाहिँ तयार पारिन्छ भन्ने विषय लिएर आएको छु। डिएक्सनको प्रोडक्ट वास्तवमा जडीबुटीको राजा रातो च्याउदेखि लिएर सम्पूर्ण जति पनि संसारमा पाइने जडीबुटीहरू फलफुलहरू बाट चाहिँ डिएक्सनको प्रोडक्टहरू अथवा मानिसको स्वास्थ्यलाई राम्रो गर्ने वस्तुहरूबाट चाहिँ निर्माण गरिएको देखिन्छ। र डिएक्सनको प्रोडक्टहरू विशेष गरी वनस्पतिमा आधारित प्रोडक्टहरू प्राय सबै जसो छ। एउटा मात्रै प्रोडक्ट जसै बिपलिन भन्ने महबाट बन्छ, त्यो चाहिँ जीवबाट बन्ने एउटा प्रोडक्ट मात्रै छ। बाँकी चाहिँ सबै प्लान्ट बेस अथवा वनस्पतिजन्य नै सबै देखिन्छ। मानव शरीरको निम्ति वनस्पतिजन्य नै राम्रो हुन्छ अथवा स्वास्थ्यकर हुन्छ भनेर डिएक्सन कम्पनीले पनि सायद वनस्पतिजन्य प्रोडक्टहरू ल्याउनु भएको हो। र मानिसलाई जति पनि अहिले संसारमा मानिसहरू धेरै रोगी पनि भइरहेको छ। धेरै अब आर्टिफिसियल कुराहरू अथवा केमिकल कुराहरू धेरै खाने भएको कारण, त्यस कारणले नै डिएक्सन कम्पनीले चाहिँ अहिले प्रायः जडीबुटीहरू राम्रो राम्रो औषधिजन्य अथवा पोषण तत्त्वले भरिपूर्ण फलफुलहरूबाट प्रोडक्टहरू निर्माण गर्ने गर्दछ। र त्यसमध्येमा अब यसको चाहिँ जुन कुन कुनबाट चाहिँ प्रोडक्टहरू बन्छन् भन्ने कुराको चाहिँ यस प्रकार छन्। डिएक्सन कम्पनीले सबैभन्दा पहिला उत्पादन गरेको चाहिँ रातो च्याउ हो। किनभने रातो च्याउ जडीबुटीको राजा पनि हो। यो चाहिँ डिएक्सन कम्पनीको जुन प्रोडक्ट सबैभन्दा पहिला डाक्टर लिमले रातो च्याउबाट नै सुरु गर्नुभएको थियो र यसको चाहिँ वैज्ञानिक नाम गानोडर्मा पनि हो। यही गानोडर्माको विषयमा डाक्टर लिमले 1983बाट 1993सम्म अनुसन्धान गरेर उहाँले रातो च्याउको विषयमा सम्पूर्ण जानकारी हासिल गर्नुभयो। रातो च्याउ चाहिँ किन जडीबुटीको राजा भयो भन्ने विषयलाई उहाँले राम्रोसँगले निर्क्योल गरेर 10 वर्षसम्म उहाँले चाहिँ विभिन्न ल्याबहरूमा टेस्ट गरेर मान्छेहरूलाई अथवा प्रयोग गरेर जीवजन्तुहरूलाई पनि टेस्ट गरेर उहाँले धेरै रिसर्च गरेर अनि अमेरिकाको ल्याबमा, ताइवानको ल्याबमा, जापानको ल्याबमा लगेर टेस्ट गरेर मानिसहरूलाई प्र्याक्टिकली टेस्ट गरेर चाहिँ राम्रो हुने भन्ने कुराहरू बुझेर र उहाँले चाहिँ यो रातो च्याउ चाहिँ जडीबुटीको राजा हो भन्ने कुरा चाहिँ उहाँले 10 वर्षको अनुसन्धानमा उहाँले पत्ता लगाउनु भयो। र चाहिँ वास्तवमा रातो च्याउ जडीबुटीको राजा नै हो। यसले चाहिँ मानिसहरूलाई रोग लाग्नुबाट बचाउने भएको कारण र हरेक कुराहरूको लागि, हरेक रोगको लागि यो एकदम राम्रो भएको कारण यो जडीबुटीको राजा मानिन्छ। र यसले चाहिँ मानिसहरूलाई स्वास्थ्य बनाउने, यसले र मानिसहरूलाई आयु लामो दिने र यसले मानिसहरूको शरीरबाट टक्सिनहरू रिमुभ गर्नु सक्ने भएकोले यो रातो च्याउ चाहिँ जडीबुटीको राजा पनि हो। र डाक्टर लिमको लामो अनुसन्धान पछि उहाँले त्यस पछाडि डिएक्सन कम्पनी डाक्टर लिमले सुरु गर्नुभएको यो पहिलो प्रोडक्ट पनि हो रातो च्याउबाट। उहाँले सुरु गर्नुभएको थियो 1993मा। डिएक्सन कम्पनीको सुरुवात गर्दाखेरि रातो च्याउको प्रोडक्टबाट नै डाक्टर लिमले सुरु गर्नुभएको थियो। जस्तै रातो च्याउबाट तयार भएको प्रोडक्टमा आजिजिएल, रिसिलियम पाउडर अनि माइकोभिटा भन्ने 3टा प्रोडक्टहरू उहाँ बन्दछ यस रातो च्याउबाट चाहिँ। यो चाहिँ 100% प्योर हुन्, यसमा कुनै मिसावट हुँदैन, रातो च्याउको धुलो हुन्छ यसमा। र अब अर्को त्यस्तै बेजोड प्रोडक्ट कडिसेप अथवा जसलाई यार्सा गुम्बा भनिन्छ, यो हाम्रो नेपालको हिमाली भागमा पनि यो पाइन्छ। यो यार्सा गुम्बा पनि एकदमै
असल प्रोडक्ट हो, यो एकदमै राम्रो प्रोडक्ट मानिन्छ। यो प्रोडक्ट डाक्टर लिमको भनाइअनुसार रातो च्याउ जत्तिकै यसको भ्यालु छ अथवा यसको र्याङ्किङ चाहिँ बराबर नै हो भनेर डाक्टर लिमले पनि भन्नुभएको छ। यो यार्सा गुम्बा पनि एक्सन कम्पनीले समावेश गरिएको छ। त्यसपश्चात सुपरफुड जो समुद्रको लेउबाट बन्छ, जुन स्पाइरुलिना भनिन्छ, यो समुद्रको पानीको लेउबाट यो बन्दछ। यो प्रोडक्ट यो सुपरफुड नै हो। यसमा चाहिँ भिटामिन युक्त सम्पूर्ण सबै किसिमको भिटामिनहरू यसमा चाहिँ हुन्छ र हरेक भिटामिन चाहिँ यसमा चाहिँ भएको कारण मानिसलाई स्वास्थ्य बनाउँदछ। यो हरियो लेउ प्रजातिको एउटा प्रोडक्ट हो। यसले चाहिँ मानिसलाई स्वास्थ्य बनाउँदछ। त्यस पछाडि यो जुन स्पाइरुलिना चाहिँ डिएक्सन कम्पनीले आफूले नै उत्पादन गरेर डाक्टर लिमले अझै त्यसलाई चाहिँ राम्रो तरिकाले अनुसन्धान गरेर त्यसलाई अझै राम्रो बनाएर उहाँले उत्पादन गर्नुभएको छ। डाक्टर लिमले यस सम्बन्धमा पनि अनुसन्धान गरेर उहाँले राम्रोसँगले कसरी राम्रो बनाउन सकिन्छ भनेर उहाँले गर्नुभएको छ। र त्यस पछाडि अर्को प्रोडक्ट छ नोनी। यो चाहिँ समुद्रको यो जुन किनारा अथवा समुद्रको तट भएको देशहरूमा यो नोनी पाइन्छ। पौराणिक कालमा चाहिँ शरीर दुखाइको एउटा पेनकिलियर अथवा शरीर दुखाइ कम गर्ने रुख भनेर मानिसहरूले भन्थ्यो। यसको चाहिँ यसले चाहिँ धेरै रोगहरूलाई निवारण गर्न सक्छ। यसले रगतहरू सफा गर्न सक्ने यो नोनी चाहिँ एकदम अचुक राम्रो छ। महिला दिदीबहिनीहरूको लागि त यो अचुक रामबाण नै छ। महिला रोग सम्बन्धी एकदमै राम्रो छ। पाचन प्रणाली सम्बन्धी यो नोनी चाहिँ एकदमै राम्रो भएको कारण डिएक्सन कम्पनीले नोनीलाई पनि डिएक्सन कम्पनीमा समावेश गरिएको छ। नोनीको चाहिँ क्याप्सुलहरू पनि इन्डियामा आएको छ, इन्डोनेसियाकोमा पनि बन्छ। अनि नोनीको चाहिँ 2 किसिमको प्रोडक्टहरू निकालेको छ। नोनी जाइम भनेर मलेसियामा प्रोडक्ट निक्लेको छ, अनि अर्को चाहिँ मोरन्जी भनेर निक्लेको छ। त्यसमा चाहिँ बेलचन्डाको झोल मिसाएर अनि नोनी र बेलचन्डा मिसाएर मोरन्जी बनाएको छ। अनि यो चाहिँ 285 ml को बोतलमा चाहिँ मलेसियामा आएको छ भने इन्डियामा यो 250 ml र 600 ml मा आउँछ। यो मोरन्जी जुस वास्तवमा मानिसहरूलाई यो जुन पाचन प्रणालीको लागि पनि एकदमै राम्रो देखिन्छ। अनि त्यस्तै अर्को बेजोड प्रोडक्ट छ जसलाई भनिन्छ लाइन्समिन भनेको चाहिँ यो एउटा च्याउ प्रजातिको नै हो। यो च्याउ नै हो। यो चाहिँ सिंहको रङ जस्तो यो च्याउको चाहिँ आकार भएकोले यसलाई लाइन्समिन भनेको। र यो लाइन्समिन पनि वास्तवमा एकदम बेजोड राम्रो प्रोडक्ट हो। यसले चाहिँ ब्रेन सम्बन्धीको समस्याहरूलाई यसले राम्रो गर्दछ। न्युरोन सम्बन्धीको समस्याहरू यसले एकदमै हल गर्दछ। अनि अर्को त्यस्तै प्रोडक्ट छ सिताके मसरुम, सिताके च्याउ। यो पनि एकदम राम्रो प्रोडक्ट नै हो। यसले पनि मानव शरीरलाई एकदमै राम्रो गर्ने, इम्युनिटी पावरहरूलाई बुस्ट गर्ने सिताके भन्ने यो च्याउ यो पनि राम्रो छ। त्यस पछाडि अर्को प्रोडक्ट छ एन्ड्रोजी भनेको चाहिँ यो एन्ड्रोग्राफिक भन्छ अङ्ग्रेजीमा, एन्ड्रोग्राफी पेनिकुलर भन्ने छ। यसको वास्तवमा नेपालीमा भन्दाखेरि यो कालो चिराइतो भनिन्छ। कालो चिराइतो यो डिएक्सन प्रोडक्टले यसबाट चाहिँ प्रोडक्ट बनाएको छ। यो प्रोडक्ट पनि अत्यन्तै मानिसको टेम्परेचर घटाउनुको लागि, ज्वरो आउँदाखेरि, रुगाखोकी मार्की लाउँदाखेरि, यसले क्यान्सर रोगको लागि पनि धेरै राम्रो छ। यो एन्ड्रोजी ब्लड प्रेसर हाई हुँदा यसले प्रेसरलाई घटाउने अनि डायबिटिजको पेसेन्टहरूलाई राम्रो गर्ने यसले गर्दछ। त्यस पछाडि अर्को प्रोडक्ट त्यस्तै बेजोड प्रोडक्ट छन्। अनि यो चाहिँ अहिले इन्डियाबाट हालिएको छ निमको प्रोडक्ट। निम पनि त्यस्तै राम्रो छ। यो पनि रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ। यसले चाहिँ अब मानिसलाई होस् जीव जन्तुहरूलाई होस् यसले राम्रो गर्दछ। यो जुन बोट बिरुवाहरूमा किराहरू यसले छर्किदियो भने किराहरू लाग्नु दिँदैन। अनि यो निम मानिसहरूलाई पनि राम्रो छ। यसले रगत सफा गर्नेदेखि लिएर धेरै राम्रो कामहरू गर्दछ। त्यसै कारण डिएक्सन कम्पनीले निम पनि इन्डियाबाट चाहिँ इन्क्लुड भएको छ। त्यसपछि अर्को प्रोडक्ट छ आयुर्वेदमा पनि प्रख्यात प्रोडक्ट गुर्जो। यो एउटा अमृत नै मानिन्छ। यो गुर्जो पनि निकै राम्रो प्रोडक्ट मानिन्छ। तर यो प्रोडक्ट निकै तितो पनि छ। तर यो धेरै चाहिँ प्रयोग गर्नु हुँदैन। ठिक्क अब यो ज्यादा प्रयोग गर्ने
गर्नु हुँदैन, यो ठिक्क प्रयोग गर्नुपर्छ। र यसको चाहिँ अब यसले पनि धेरै नै राम्रो काम गर्दछ शरीरमा, जुन इम्युनिटी पावर बढाउने घटाउने, इम्युनिटी पावरलाई चाहिँ यसले चाहिँ नि बुस्ट गर्ने काम चाहिँ यसले गर्दछ। र यो प्रोडक्ट चाहिँ एकदमै राम्रो देखिन्छ। त्यस पछाडि अर्को प्रोडक्ट अशोकगन्धा भन्ने प्रोडक्ट पनि डिएक्सन कम्पनी इन्डियाबाट हालिएको छ। अशोकगन्धा पनि धेरै राम्रो प्रोडक्ट मानिन्छ, यो पनि जडीबुटीको रूपमा लिएको छ। अनि अर्को एउटा प्रोडक्ट छ ब्ल्याकुमिन भन्छ, जो यो कालो जिरा हो, यो पनि एकदमै राम्रो प्रोडक्ट छ कालो जिरा। यो पनि यसले पनि धेरै राम्रो मानिसको शरीरलाई जुन रोग प्रतिरोधात्मक क्षमतालाई यसले पनि राम्रो गर्दछ। अनि यसले पनि शरीरलाई एकदमै स्वास्थ्य राख्ने अनि यसले मानिसलाई जवान बनाइराख्ने काम चाहिँ यो ब्ल्याकुमिन अथवा कालो जिरा जसलाई हामी भन्दछौँ। अनि यसरी नै अब डिएक्सन कम्पनीले अरू इन्क्लुडिङ गरेको मध्येमा अर्को फेरि प्रोडक्टहरू छ कोकोजी, कोको बिन्स भन्ने एउटा जुन फल हुन्छ त्यसको भित्रको गेडा, त्यो चक्लेट बनाउनुमा पनि प्रयोग गरिन्छ। त्यसलाई चाहिँ डिएक्सन कम्पनीले कोकोजी भनेर गानोसिलियमसँग मिसाएर यसलाई बनाइएको एउटा प्रोडक्ट, यो पोषण तत्त्वले भरिपूर्ण भएको एउटा प्रोडक्ट पनि हो कोको बिन्स भन्ने एउटा प्रोडक्ट छ। यो पनि एउटा प्राकृतिक रूपमा एकदम राम्रो पोषिलो तत्त्व भएको। अनि अर्को यस्तै फलफुलमा पर्ने क्रममा चाहिँ रोजेल जुस अथवा त्यसलाई भनिन्छ बेलचन्डा अथवा लालचन, विभिन्न नामले नामाकरण गरिन्छ। यो पनि एकदमै भिटामिन सी को अचुक राम्रो मानिन्छ। अनि अर्को एउटा छ कागती जो लेमन, यो पनि भिटामिन सी नै हो, भिटामिन सी पनि मानिसलाई चाहिने भएको कारणले। अनि यस्तै यो पनि एकदम राम्रो छ मानिसको रगतहरू प्युरिफाई गर्नको लागि, जुन लेमन अनि डिएक्सन कम्पनीले चाहिँ लेमन जी भनेर प्रोडक्ट निकालेको छ। र जस्तै अर्को एउटा प्रोडक्ट पनि निकालेको छ डिएक्सन प्रोडक्टले, यो प्रोडक्ट चाहिँ चाइना अनि कोरियामा बहुत खेती नै हुन्छ। कोरियामा यो प्रोडक्ट चाहिँ जिन्सेङ भन्ने एउटा प्रोडक्ट छ। यो प्रोडक्ट पनि अचुक राम्रो छ। यो प्रोडक्ट पनि डिएक्सन कम्पनीले लगाएको छ, आफ्नो प्रोडक्टबाट निर्माण गरेको छ। तर जिन्सेङ चाहिँ ज्यादा सेवन गर्नु हुँदैन, यसको चाहिँ अब पछि बिस्तारै म बताउने छु यसको बारेमा पनि। र यसरी नै अन्य प्रोडक्टहरूमा जस्तै अब मानिलिउँ, अब अरू प्रोडक्टमा जस्तै तुलसी पनि आयुर्वेदिकमा अचुक मानिन्छ। यो पनि डिएक्सन कम्पनीले तुलसीबाट पनि प्रोडक्टहरू निर्माण गरेको छ, तुलसीबाट। अनि त्यसपछि अर्को एउटा अघि नै मैले भनेको छु, त्यो चाहिँ बिपोलिन भन्ने अथवा महबाट यो बनाइएको छ, मह नै हो। अनि यो जुन बिपोलिन, यो मात्रै एउटा वनस्पति, अरू प्रायःसो मैले बताएको अहिलेसम्म बताएकोहरूमा प्रायःसो जम्मै चाहिँ वनस्पतिबाट बनेको देखिन्छ भने यो बिपोलिन चाहिँ मह, यो चाहिँ जीवबाट बनेको प्रोडक्ट हो। यो एउटा डिएक्सन कम्पनीले यो पनि अचुक राम्रो प्रोडक्ट मानिन्छ।